valley they don't. नमस्ते फ्रम बेगनास। अहिले म बेगनास तालको यो बस स्टपमा छु। यही बस स्टपको यतापट्टि यो पुल निर्माणको काम भइराखेको छ हैन यहाँनेर। र आज हामी यही बेगनास तालको बस स्टपबाट पचबैया माझीकुना हुँदै तल तालबेसीसम्म अहिले यो बेगनास भोलेटार सडक खण्ड निर्माणको काम भइराखेको छ। र अहिले यता पचबैयादेखि सुन्दरी डाँडा हुँदै माझीकुना र बेगनासको भन्ज्याङसम्म कालोपत्रे भइसकेको छ भनेको छ हैन। कस्तो भएको छ सबै दृश्यहरू हामी यो भिडियोमा हेर्नेछौँ। अब हामी यो बेगनास तालको बस स्टपबाट माथि जाँदैछौँ हैन। अब यहाँनेर चाहिँ केही पनि गरेको छैन। यो बेगनास तालको बस स्टपभन्दा अगाडिपट्टि यहाँ चाहिँ बिग्रेको सडक नै छ हैन। एकदमै कच्याकुचु परेको सडक, एकदमै अजिलो छ, सिंगल लाइनको सडक हैन। त्यो फेरि साइडमा सबै भत्केर गएको छ अनि सानो सानो गाडीहरूलाई त निकै अजिलो पनि रहेको छ हैन। एउटा पचबैया भन्दा तलपट्टिबाट कालोपत्री गरिसकेको रहेछ हैन। यहाँनेर हामी देख्न सक्छौँ। अनि यहाँनेर त माथिल्लोपट्टिको साइडमा चाहिँ कालोपत्री गर्नको लागि रेडी बनाएको रहेछ हैन। यो साइडमा अस्तिको पानीले सबै बगाइदिएको रहेछ हैन। साइडको सबै त्यो कालोपत्री गर्नलाई रेडी बनाएर राखेको ठाउँहरू हैन। अनि त्यो गिटीहरू बगाएको हुनाले चाहिँ साइड हिँड्नको लागि पनि एकदमै अजिलो भएको छ कि। यति सिंगल लाइन चाहिँ कालोपत्री गरेको रहेछ। अनि यहीँबाट मात्रै आउने जाने के सबै यहाँनेर चाहिँ गिटीहरू ल्याएर थुपारिदिएको छ। अब हामी हेरौँ है त माथितिर के कस्तो भएको छ ड्रोनबाट यता माथिको दृश्यहरू।
बेगनास तालको बस स्टपबाट लगभग पचभैया सुन्दरी डाँडा हुँदै यो बेगनासको भन्ज्याङसम्म 5 किलोमिटर रहेको छ होइन। यो सडक कालोपत्री गरिसकिएको छ। त्यो बेगनास तालको बस स्टपबाट लगभग 1 किलोमिटर जति कालोपत्री गरेको छैन होइन, पुरानो नै सडक रहेको छ। त्यहाँभन्दा माथिबाट कालोपत्री गरेको रहेछ। यो बेगनासको भन्ज्याङसम्म यहाँसम्म चाहिँ कम्प्लिट गरिसकेको छ। अब यहाँबाट तल तालबेसीतिर चाहिँ कालोपत्री गर्दैछ। अब हामी चाहिँ यहाँबाट तल नगइकन माथिल्लो सडक हुँदै जानुपर्छ होइन। माथि खत्री पहरा हुँदै तल तालबेसीमै निस्किन्छ माथिबाट पनि। अब तलबाट चाहिँ बाइकहरू त जान मिल्दो रहेछ होइन, अरू सवारी साधनहरू जान मिल्दैन। यतापट्टि सबै ग्राभेलहरू ल्याएर थुपारेको रहेछ, तल काम हुँदैछ, त्यसैले पनि यहाँ स्टप गरेको छ होइन। अब बाइक स्कुटीहरू त जाँदा रहेछ। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नुहोला ताकि आउँदा दिनमा अझै राम्रो भिडियोहरू हामी बनाउन सक्नेछौँ।